हाँ आजको पिस अलि सानो सानो बनाऊ है किनभने आज माछा एउटा मात्रै छ हिजो दुईटा खाइहाल्यो अर्को अलिक लाग्नेले काट्नु नि ठिक छ सागर भाइको घरबाट माछा लिएर यार माछा खाएको आमा मुखमै झुन्डाइदियो यार हिजो पकाउनु लगाएको त यार त्यही भएर आज पनि साह्रै भयो यार म पकाउँदिनँ तिमी नै पकाऊ भनेर मसला कुर्दैछु धुलो बनाएर यार चार भाइले माछा काट्दैछ डेन्जर खालको माछाको नाम के हो रे भाइ जलकपुर कहाँबाट ल्याएको रे घरबाट जलकपुरको खानी छ नि सागर भाइको घरमा साथीको खाने भए कसरी किलो छ भाइ 450 यहीँ आइपुग्छ होला हैन ए घरमा पनि जानुपर्छ आम्मा टाढो भयो नि नभए त यहाँनिर मान्छे आइहाल्थ्यो ल्याउनु सागर भाइको माछा आज खाने भयो हिजो पनि खाइयो आज पनि किचन मास्टर हो सागर भाइ आज भाइ पर्फेक्ट छ क्या बाइक बनाउनु पनि उस्तै यार माछा पकाउनु पनि उस्तै यो हो नि त तरिका भनेको सबै ठाउँमा पर्फेक्ट क्या